हामीलाई धेरै गाइनेकोमेस्टिया सर्जरी गर्ने पेसेन्टहरूले सोध्ने क्वेसन भनेको चाहिँ यो स्कार हुन्छ कि हुँदैन अनि स्कार चाहिँ पछि देखिन्छ कि देखिँदैन भन्ने क्वेसन सोध्नुहुन्छ होइन। बेसिकली हामी गाइनेकोमेस्टियाको लागि चाहिँ एकदम मिनिमल स्कारिङ युज गर्छौँ होइन, एकदम सानो स्कार लगभग 2 सेन्टिमिटर जतिको स्कार युज गर्छौँ ग्ल्यान्ड एक्सिजन गर्नको लागि। अनि यो स्कार चाहिँ एकदम स्ट्राटेजिक पोइन्टमा हुन्छ जुन चाहिँ हाम्रो एरियोला र नर्मल त्यो नर्मल छालाको बोर्डरमा युज हुन्छ। त्यो पोइन्टमा युज गर्दाखेरि चाहिँ क्यामोफ्लेज होस् भनेर पछि चाहिँ कम देखियोस् भन्ने हिसाबले युज गर्छौँ होइन। अनि त्यसपछि हामी सुचरिङ गर्दा पनि हामी एकदम फाइन सुचर मेटेरियलहरू युज गर्छौँ, एकदमै फाइन टेक्निक युज गर्छौँ। त्यसले गर्दा स्कारिङ नराम्रो हुने चान्सेस एकदम मिनिमल हुन्छ। तर यो भन्दै गर्दा चाहिँ अब हरेक मान्छेमा आफ्नो बडीको स्कारिङ टेन्डेन्सी हुन्छ, त्यसले पनि स्कारको कस्तो हुन्छ भने त्यसले पनि डिटरमाइन गर्छ होइन। तर मोस्ट अफ द केसेसमा स्कार एकदम मिनिमल देखिन्छ होइन। अब स्कारै नहुने त अभियसली हुँदैन, स्कार त हुन्छ, तर हामी सक्दो मिनिमल देखिने हिसाबले चाहिँ स्कार बनाउँछौँ तपाईँको होइन। त्यही भएर स्कारको बारेमा धेरै टेन्सन लिनु पर्दैन होइन। नर्मली स्कार चाहिँ भेरी एक्सेप्टेबल स्कारै हुन्छ। थ्याङ्क यू।